दादासँग चाहिँ आज मेरो फर्स्ट भेट हो। दादालाई नचिने त कोही पनि हुनुहुन्न है। आज मैले दादालाई कहाँ भेटेँ त, अनि म यो लगाएको ड्रेसहरू कुन कल्चरको हो र आज हामी कहाँ घुम्न जाँदैछु। हेलो एभ्रिवान, स्वागत छ सबैजनालाई फेरि पनि मेरो नयाँ मिनी ब्लगमा। तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। यस्तो यो गर्मीमा के सन्चै हुनु होइन, मर्न मात्र बाँकी छ। तर के गर्नु, यस्तो गर्मी भए पनि यत्रो सिँगार पटार गरेर निस्किहाल्यौँ बाहिर। अब के गर्नु, छोरी मान्छेलाई घुम्नु भनिसकेपछि त केहीले नरोक्न सकिने रहेछ। अनि मलाई यहाँ आइसकेपछि चाहिँ यो ड्रेस लगाउने मलाई मन थियो, अनि कहिलेबाट लगाउँछु भन्दा भन्दै जुरेको थिएन। आज चाहिँ मैले यो ड्रेस लगाएँ, अनि मैले चाहिँ मगर ड्रेस लगाउनु भयो, मैले चाहिँ चौधरी ड्रेस लगाएँ। अनि यो ड्रेसमा मलाई कस्तो देखेको छ भनेर तपाईँले कमेन्ट गर्न नबिर्सनु होला, र मलाई फलो गर्नुभएको छैन भने पनि फलो गर्न नबिर्सनु होला। अब चाहिँ म लागेँ भिडियो बनाउनुतर्फ, एक दुईवटा भिडियो त बनाउनु पर्यो। अनि यत्रो ड्रेस लगाइसकेपछि भन्ने बेलामा ठ्याक्कै मैले भेटाएँ कसलाई भन्नुहुन्छ भने शिवबुका बुवा दादालाई। अनि उहाँ र हाम्रो चाहिँ एउटै हो क्या, मेरो माइती घर उहाँको घर एउटै हो, तर पनि हामी भेटघाट भएको थिएन। अनि दादासँग भेट्ने सपना पनि आज फाइनली पुरा भयो। तर दादा पनि बिजी हुनुहुन्थ्यो, म पनि बिजी थिएँ र धेरै भिडियो बनाउन पाइनँ। अनि हाम्रो ग्याङ चाहिँ पछाडि आउँदै थियो, अनि हामी गयौँ कर्णाली पुलतिर, कर्णाली पुल होइन सरी कर्णाली नदीतिर गयौँ। अनि त्यसपछि चाहिँ यहाँ के पो बगेर आइराखेको थियो। पानी त्यस्तो सफा रहेनछ, बोटिङ खेल्ने भनेको, तर कस्तो फेसमा बालु आइराखेको थियो क्या। तर यो बोटिङ खेल्दा त है जतिसुकै गर्मी पनि कता हराउँछ क्या, यस्तो शीतल हावा पानी आउँछ नि त कर्णालीको चिसो पानी। अनि मेरो आँखामा पुरै बालुवा खसिराखेको थियो क्या कहाँबाट। अनि अब चाहिँ हामी पार्क सार्क घुमेर आफ्नो कामहरू सबै गरेर घरतिर लाग्यौँ। यहाँ घरको हालत भन्नुहुन्छ भने यस्तो बिजोग छ। भाबे एभ्रिवान किप